मन्थाङबाट कोरेलातर्फ पहिको बाइक झन् झरेको है त्यो झनै झरे के गर्नु त्यो दिनु लगाएर रोक्यो तल्लोपट्टि भाँसी जस्तो लागिसकेको कोरोला यहाँबाट 21 किलोमिटर 21 किलोमिटर मन्दिर जस्तो देख्ने होला भक्तहरूलाई माथि पनि पिपलको बोट हुने है खै त्यहाँ पिपलको बोटहरू थियो लहरे पिपल भन्नु भएन र है हो लहरे पिपल भन्छु नि क्याम्पहरू हो कि यो माथिको कि म्युजियम यही त होइन होला के तिब्बतियनहरू आएर यहाँ धेरै पहिला केही पवित्र भएको अनेक यहाँ बफ छ त यहाँ भैँसी देखिरहेको छ भैँसी एक गोरु हो यो चौरी हो नि त्यो सानो सानो चौरी भएन होला चौरीको गाईको बाछा है त्यो पुल छ अरे यहाँ सिधै तल होला कोरोला जाने यो बाटो जुन बाटो गयो नि कोरोला पुगिन्छ भने त्यहाँ चाहिँ जाउँ न चोसर यताबाट चाहिँ छोनुप हुँदै तलबाट छोनुप माथिबाट गयो भने चोसर हुँदै कोरोला पुग्ने चाहिँ
लमनथाङ खोला पुल चोसर आइपुग्नु अरे चोसर पछाडि गयो भने चोर्नु भइगयो भन्ने बाटो रहेछ कटेको उता चाहिँ देखेको मैले उतातिर घर भएको चाहिँ अब त्यो चोसर आउनु लाग्यो भन्दै आयो चोसर कहाँ होला यो चाहिँ किनकि कस्तो रातो रातो पनि रहेछ चट्टान त्यहाँ पनि माथि लमनथाङको बजार कटेर चोसर बजारमा आइपुग्यो वेलकम टु चोसर लेखेछ कट्यो नि हामी त कटिसक्यो है लमनथाङ कटियो हामीले मेन लमनथाङको त्यो बजार एरियाबाट चाहिँ हामी बाटो आएन अर्को बाइपासवालाबाट आयौँ क्या त्यो लमनथाङको गाउँ चाहिँ हामी बाइपास गऱ्यौँ त भाइ चोसर भन्ने ठाउँमा आइपुग्यौँ त्यतैतिर हो यहाँ छोडेको पर्छ त्यो होइन लमनथाङ गाउँपालिका जस्तै रहेछ क्या है लमनथाङ गाउँपालिकाको चोसर भन्ने ठाउँ फिटा 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 दुरुस्तै घर छ उता के ऊ आइरहेको क्या बिवाइडी गाडी सोरुम जस्तो छ है त्यहाँ गाडीको पुलमा फोटो खिच्ने मान्छेले रोक्या त हेर्नु होला किमलिङ खोला पुल रे बिवाइडी सबै कोराला नाकाबाट है नयाँ गाडी
छ यहाँबाट कोरा नाका 15 किलोमिटर अरे पसल रहेछ नि त्यहाँ कार वास मोटरसाइकल वर्कसप रहेछ ग्यारेज चाहिँ रहेछ चोसर मुस्ताङ चोसर बजार लुमनथाङ 2 हार्दिक स्वागत छ हुन्छ जहाँ पनि चोसर चोसर लेखेको छ अघिबाट चोसर चोसर लेखेको ठुलै रहेछ क्या यो बजार हेर यो मन्दिर र उता उताको त्यो हुन्छ नि त्यो पहाड पनि उस्तै उस्तै छ कि यसको यो सेपहरू राजाको दरबार यही हो क्या यही हो जस्तो लाग्यो मलाई त माथि अलिक भिड हुँदो नि ल छैन देखेर ऊ माथि हेर्नु त एउटा मूर्ति छ ऊ त्यहाँ ऊ राइट दायाँ पुट्टा त्यहाँ माथि यतैतिर हो कि माटो त्यो पहाडको भित्र भित्र जस्तो लाग्यो मलाई चाहिँ नामडोक खोला पुल रे 50 मिटर पुल कबाडी जस्तो छ त बेला त स्टेसन टन्नै मान्छ त्यहाँ स्टेसन ए गाडीहरू टन्नै छ है यहाँदेखि उता जानु नदिनु के हो वेट गरेर के अगाडिबाट गाडी चाहिँ जान्थ्यो होला होइन र हामीलाई रोक भन्नु भने रोक यतातिर आइज भन्नु भने यता आउनु भने यता के हो कसो यहाँ चाहिँ लाइसेन्स भयो हुँदो रहेछ है लाइसेन्स नागरिकता नेपाली ननेपालीलाई चाहिँ $500 भने नि त भन्सार कार्यालय रहेछ नि त यहाँबाट चाहिँ मान्छेहरूलाई लु लाग्न सक्छ भने जस्तो गर्दै थिएँ होइन अब हाइट सार्यो नि त
46 मिटर होइन त हो सिट बेल्ट बजाएर क्या हो मात्रै घट्यो भने मासर त्यहाँबाट छैन भर्खर बढ्छ भनेर त्यसले यस्तै गरेको पारेको यो ल्याएर राखेको स्टक गरेको काठमाडौँमा कम छ त त्यहाँ अब उसमा त्यहाँ कहाँनिर भन्दा कस्तो नाम बिर्सेको त्यो चुरे पाहाड काटेको छ नि काठमाडौँमा के भन्छ अरे त्यो चोबार चोबारमा छ कि यसको सुक्खा बन्दरगाह छ नि त त्यहाँनिर केही काम थियो कि हिँड्दै राख्नु भेटेको रहेन त्यो घोडा है कता हो कहाँ घोडा है कता हो त्यसो चल्ने गजालाई भेटेको देख्न थाल्नु सक्नुभयो लु लाग्यो क्या हो है 12 खोला पुल रे 40 मिटर ब्रह्मा खोला ए ब्रह्मा हो 12 देखिरहेको मैले गदा सोल्टी के छ त्यो चट्टान लो युरेनियम लिन जाने त्यहीँबाट हो कि युरेनियम लिन जाने त्यहीँबाट हो कि बारेर राखेछ भित्र गुफा जस्तो बनाहा उपल्लो मस्ताङ त पुरा युरेनियमहरू रहेछ अनि त्यो गुफा जस्तो चाहिँ घेरेर राखेछ कति ताली यिनीहरूले चाहिँ के सरकारले वार्ता गरिसकेको छ युरेनियमलाई के भयो त्यही भएर हेर त्यो गुफा जस्तो छ क्या त्यो यिनीहरूले केही परीक्षण गरेर होला क्या त्यहाँ हुन्छ नि त्यही भएर त्यो घेरेर राख्दियो नि त अरू मान्छे नजाओस् भनेर पुलिस चेकिङबाट चाहिँ माथि बाटो बिग्राएको छ है बिग्रेन के बिग्राएन ग्राभेल हाल्यो उयो हुने नै यस्तै हो मान्छे दबेको ग्राभेल भएर छ राम्रै उकालो छ यो त ठुल्ठुलो बस पनि लाग्दो रहेछ पोखरा यातायात पानी खानु रेडी गाह्रो त भएन नि त अलिक अगाडि गाह्रो भयो र पुलिसले लु लाग्न सक्छ भन्दाखेरि चुप लाएर बसिरहेको भन्दै त्यो नाक यस्तो सास तान्दाखेरि हुन्छ नि त्यो नाक यस्तरी ठुलो सानो गर्नुपर्छ चिरिप्प त्यो हुन्छ नि
कन्ट्र्याक्ट भयो जस्तो अक्सिजन कम भएको कि सबै नाक एकदम दौर त्यो नाकभित्र त ड्राई भइरहेछ नाकभित्रको रौँ जमे जस्तो के हिउँले अभिषेक सर हजुर आजमा लिएर आउनु भएको थियो नि हजुर छ म त अहिलेसम्म अक्सिजन कम भएर हो कि मलाई यस्तो भएको जस्तो लागिरहेछ मलाई सन्चो नभएर टाउको फुलेको भएर यस्तो लागिरहेछ सबैले त्यही गर्दैछ सबै नाक दौर भएको छ पानी त्यस्तो छैन त होइन त्यो ड्राई भयो ड्राई अनि त्यो चिसो पनि छ ओठ पनि फुट्यो ओठ 2 दिनमा फुट्यो है त्यही भएर म हिजो त्यो त्यहाँ माथि त्यो के अरे यो पार्कमा ननिस्केको कारण त्यो जाँदा जाँदा उसमा निस्केको थिएँ हावा चलेको ए त्यो वाला के अरे सेल्फी डाँडै के डाँडामा त्यो कत्रो हावा चल्थ्यो त्यहाँ त हावा चल्यो अहिले यस्तो निस्किनु भयो त्यस्तो हावा चलेको हातमै काँडामा मार्दै थियो मोड पुऱ्याउँदा पुरै फेसै पुऱ्याउँदै थियो ड्राई हावा चिसो 39 त त्यत्रो अनि पुलिसको त्यहाँबाट 700 मिटर माथि हाइट उठाउन लागेछौँ हामी त्यही पुलिसको नाकाबाट मात्रै हिजो त कालो नै चिसो भयो हिजो त हामी त 1000 मिटरमा त हो नि मुक्तिना 13 किलोमिटरको हुन्छ नि डिस्टेन्समा 700 मिटरको हाइट 38 हो कहाँनिर 2000 मिटरले हेर्नु भयो तलतिर तात्तियो क्या हो बाइकको यो दिन ऊ माथि जाने हो क्या जस्तो लाग्दा हामी यता ऊ माथि गाडी आएर देख्नुभयो यहाँ जाँदैछ हामी त्यो डाँडाको टुप्पामा जस्तो लाग्यो त्यो डाँडाको माथि ए एउटा आन्तिक जस्तो काइलमा छ देख्दाखेरि मलाई के लाग्छ भने यो गाडी होइन उसमा छ कि जर लाग्छ क्या फोर व्हिलमा छ कि जर लाग्छ छैन बाटो जस्तो भएर सब सानो केटी छ कि केटीले सँगसँगै हिँड्दिन्छ गोलो ढुङ्गा छ ढुङ्गा पनि फेरि सबै दबेको ढुङ्गा छ दबेर माथि आधा निस्केको ढुङ्गाहरू बाटो नि खाल्टो भएको रहेछ के भने त कस्तो उभारेको हेर्दा त्यस्तो देखिन्न यार राम्रो छ है माथि चाहिँ कति राम्रो रहेछ यो कति बाग्लो जमेको त्यहाँ कति बाग्लो हो त्यहाँ हिउँ चाहिँ बालुवा जमे जस्तो त्यसैले हो कि अघिदेखि हामीले चाहिँ ट्यागको के अरे च्यादर चिया जस्तो भनेको यही गर्नुपर्छ यो पछाडिको हो कन्टिन्युस भन्छ अब त आउँला होला 13 किलोमिटर भन्दै थियो है
अलिक भमिराउला होला जस्तो लाग्यो नि तपाईँ मम्मी चाहिँ झर्नुहुन्थेन त्यो बाटो खल्टाङ खुल्टुङ छ भने भएपछि चाहिँ मम्मी डराएर झर्नु भएको खासमा पर्यटन व्यवसाय अलिअलि गरेरै बरु जीविकोपार्जन हुन्थ्यो सुकुम्बासीले यतै ल्याएर छोडिदिनु पर्यो नगरी खाऊ नगरी काठमाडौँ नै चाहिने हो अझै देखेको छैन त मैले त नाका त के हो यार 14 किलोमिटर यति टाढा हुन्छ र त्यही भएर बाटो चाहिँ यहाँ आएर चाहिँ माथि आएर चाहिँ राम्रो रहेछ बाटो चाहिँ सजना च्याङ्ग्रा पहिलो पहिलो घाँस सिधो सानो देखाएको चाहिँ मान्छे होला त्यो चौरी गएको छ त्यो तलको त्यो तलको चौरी गएको भयो पर भएर सानो कोरोला नाका देखियो ल उता चाइना हो त्यो त्यो चाइना हो नेपाल कहाँ पाउँछ फाइनल्ली कोरोला नाका 4600 मिटर भित्र बफ खानेहरूलाई त चोरीवाला बफ भन्छ भयो नि त बफ आज मजाले खान्छ त्यहाँ हिमालसम्म गएको थियो त्यो तारबार चोरी चाहिँ हाम्रै बोर्डरमा आइन्छ यतापट्टि चौरी या घरदेखि गल्तीले भएको चाहिँ लोकल काठे हो त्यो ठिमा घरै हो जस्तो लाग्यो मलाई घरको कलर त्यस्तो घर हो कि गाडी हो मोटरसाइकल जस्तो लाग्ने होला होइन घरै जस्तो लाग्छ मलाई एकै कम्पनीले बनाएको
चाइनिज ल्याङ्ग्वेज छ त त्यो अगाडिको बोर्ड त चाइनाकै उसमा छ अनि चाइनामा स्वागत गर्दछु भन्ने होला चाइनाको बोर्डरभित्रपट्टि होला अनि कहाँ उतापट्टि त्यस्तो गर्छ यतापट्टि नेपाली चेकरहरू यतिकै बाटोमा बस्यो है हेर्नु यहाँ राउटे 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 बस्छ अनि यिनीहरू चाहिँ नेपाली आर्मीहरू हो नि यिनीहरू ए हो र आर्मी सशस्त्र उताका चाहिँ यत्रो बिल्डिङ है जिरो कोरोला ठ्याक्कै आइपुग्यो होला नागा 0 किलोमिटर नागा यो चौरीगाई पनि राखेर रहेछ ल यहाँ फोटोको लागि ए ल ल सिँगै छैन त कपाल काटिसकेछ उसको त चाइनिज चौरी हो छाला हाड र छाला मात्रै उभिएर राखेको त्यही जान्छ होला फोटो खिच्ने हो अब दार्चुलामा गएको एक नम्बर ए हस् हस् कस्तो लागिरहेको अगाडि कोरोला नाका 0 किलोमिटर चाइना बोर्डरमा आइयो नेपालको 24औं रहेछ है यो के भन्छ र यसलाई 24 नम्बर पिलर पिलर 24 नम्बर पिलर ए त्यो बस्न भनेन कस्तो मान्छे त बसिरहेको छ नबस्नु भनेर है यो सर कस्तो लागिरहेको एकदम कोरोला नाका खासामा जाने सोच थियो अब यहाँ कोरोलामा आइयो यत्रो विविधता हरियो हिमाल सुक्खा खडेरी सबै छ है हिमाल छ यता हिमाल